निस्केको भने मेरै ड्राइभिङको तरिकाले गर्दा त्यति त बुझ्छु नि त। म कुदाउनु अलिअलि रफ एग्रेसिभ नै कुदेर आएको हुन्छु, तर अब मोबिलहरू टाइमली सर्भिस छ। घरिघरि त म सर्भिस डेट भन्दा 1-2 किलोमिटरै छिटो सर्भिस गरिदिन्छु। त्यस्तो हुन्छ, राइड जानुभन्दा अगाडि सर्भिस गरिदिन्छु। अब त्यस्तो छ, त्यही भएर मान्छेहरूले त्यो चाहिँ बुझ्दैन। अब मेन चाहिँ मैले यो प्रब्लम देखेको भनेको डट बाइकवालाहरूसँग हो। सबै डट बाइकवाला चाहिँ भन्दिनँ, अब कोही कोही चाहिँ हुन्छन् अब किन्छन् अनि पाल्नु सक्दैनन्, अनि मेन्टेनेन्स त्यस्तै हुन्छ, अनि बाइकले दुःख दियो भन्छन्। अब मैले देखेको छु नि 1-2जनाको बाइकहरू, 1-2जना मात्रै भनौँ न त्यसरी कुदाउनेहरू। अरू त अब सब्जी किन्नु जाँदा पनि त्यही केटाहरूसँग भेट्नु जाँदा पनि त्यही, टुरमा पनि त्यही बाइक लान्छन्, अनि कहाँ थाम्छ त। अनि अब मेरो एकजना दाइ हुन्छ दमकमा है, त्यो दाइको चाहिँ आरएम छ, आई थिङ्क 2020को आरएम हो होइन। त्यो दाइ कस्तो राम्ररी केयर गर्छन् क्या। अब होटेल छ, होटेलले गर्दा त अलिक कुदिराख्नुपर्छ नि त दाइ त। त्यसको लागि ठ्याक्क अब स्कुटी युज गर्छन् घरिघरि। जस्तै कि अब चाडपर्व, दसैँ तिहार, अब आफै बुझ्नु न, अब जसरी डट बाइक जसरी कुदाउनु पर्ने हो त्यो दाइले त्यसरी कुदाउनु हुन्छ क्या। ठिकिरहेछ, अहिलेसम्म त्यस्तो केही बिजोग देखेको छुइनँ। अरू बेला ठक्क स्कुटी छँदैछ, काममा कुद्दाखेरि माइलेज पनि दिइहाल्छ, कम्फर्टेबल पनि त्यस्तो। त्यही भएर त्यस्तो हो डट बाइकको कुरा चाहिँ। अब डुकको पनि अहिले जेन 3को चाहिँ मैले धेरै अब नराम्रो कुराहरू सुन्दैछु, तर पनि अब त्यही हो, अब डुक अब मिल्छ त्यस्तै अब भनौँ न। अब बाइकमा अब मेरो बाइक चाहिँ अहिलेसम्म ठिकै छ आई गेस। के हो खरानीहरू के हो कालो कालो, ओहो स्नो मात्रै खेल्नु पाएन हो योपालि। मनाङ गइएको भए स्नो खेल्ने अलिअलि चान्स हुन्थ्यो होला, तर अब के रहेछ मनाङ नेक्स्ट इयर। त्यसपछि बाहिरतिर फाडी बाइक चाहिँ बेच्दिनँ है गाइस, बाहिर गए पनि म कोठामै राखिदिन्छु यसलाई। मलाई अहिले पनि कस्तो लाग्छ क्या, मेरो पुरानो बाइक थियो नि त NS 160 मात्रै भयो भने त्यो बाइकसँग धेरै मेमोरी छैन, 1 वर्षको पनि छैन। खास त्यस्तो राइड पनि गएन, जस्ट कलेज आउनु ओर्नु केटाहरूसँग यताउति। तर पनि अहिले अब पैसा त छैन त्यति साह्रो, जस्ट भएको भए चाहिँ त्यो बाइक पनि किन्नु पाऊँ नि, ला कोसँग छ फेरि मै किन्नु पाऊँ नि जस्तो लाग्छ क्या मलाई। त्यो रिग्रेट लाग्छ क्या मलाई, घरिघरि याद आउँछ त्यो नामसारी गरेको, त्यो कसलाई नामसारी गरेको के मैले। त्यही भएर मेरो फोनदेखि डिलिटै गरेको थिइनँ क्या। भोलि पर्सि अब कमाएपछि अब नेपाल नभए पनि त्यो बाइक चाहिँ जस्ट मेरै घरमै होस्। अब मैले कुदाउनु नपाए पनि अब जस्ट मेरो नाममा भएपछि अब मैसँग जस्तो भयो नि त। त्यो भएर मलाई चाहिँ मेरो पहिलाको बाइक त्यस्तो राख्नु मन छ। यो बाइक पनि म त्यही गर्छु, घरमै राख्छु। अब कुदाउनु त मिल्दैन, म पनि बाहिर भन्छु अब धेरै वर्षको लागि। अब भोलि पर्सि अब मेरो छोराले रिस्टोर हानेर कुदायो भने म त ह्याप्पी नि हो, हाँसिदिन्छु। यो बाइक अर्को NS 160 अझै मोडिफाई गर्ने पैसा पनि दिन्छु, घुम्ने सुम्ने चाहिँ दिन्न, त्यो चाहिँ आफै कमा भन्छु। अब यो आइपुग्यो धुलो, अब एकछिन हेलमेट अफ, बोलेको सुन्दैन। यस्तै छ गाइस, झन् यो त मेन अफ रोडै होइन, यो त अलिक राम्रो ग्राभल बाटो आएको। यो त अघि त झन् खुट्टादेखि अहिले यहाँ त देख्नु मिल्दैन, देख्नु भने देख्नु, तर अब नेस्टी यो धुलो अहिले अलिअलि भने गिटी छ। त्यहाँ त बाल्दा बाइक पनि स्लिप खाएँ, अनि आइस पनि बाटोमा आइस। बिचरा एउटा लिम्बुनी बुटवालदेखि बुलेट ग्याङ आएको थियो, अनि बुलेट ग्याङहरूसँग एउटा एक्सपल्स पनि आएको थियो क्या। अनि त्यो एक्सपल्सवाला बुलेटवालाहरू चाहिँ लडेछन् आइसको बाटोमा। अनि एक्सपल्स अब फेरि कस्तो भने उनीहरू एजेडहरू क्या, एजेड भन्दा नि अब यङै, तर यङमा एजेड जस्तै कि अब 30s भनौँ न, उनीहरू चाहिँ आफ्नो 30sमा क्या। अब के होला विदेशदेखि गएर आएर कि त अब त्यस्तै के होला त्यस्तोहरू थिए।
सबै कपाल कपाल कस्तो राम्रो देखेको तर हुन्छ उनीहरूले चाहिँ अब आइसमा लडाए अनि त्यही भएर एउटाको एक्सपल चाहिँ बिग्रियो अनि उहाँ फेरि अब यता मेकानिक पनि पाइँदैन नि त मेकानिकले के यहाँ त्यत्रो बेर भयो र किराना दोकान झरि देख्नु भएको छैन र मेकानिक कहाँ पाउनु अनि कहाँ जम्सनदेखि फेरि अब गाडी लिएर अनि मेकानिक त्यस्तै के कुरा गर्दै थियो अब पैसा चाहिँ हेभी खर्च हुन्छ होला त्यस्तो गर्दाखेरि मेरो अन्दाजमा अब त्यसरी गाडी बिग्रेपछि अब यता बस्ने पनि अलिक लामो भयो नि त त्यही हो यस्तो दामी एउटा घर बनाउनु पर्दा कस्तो मजा आउँछ होला यस्तै यहाँको होला देख्दाखेरि वाक्क भइसक्यो होला अब हामी नदेख्नेहरूलाई अब कस्तो राम्रो लाग्छ उनीहरूलाई अब सहर राम्रो लाग्छ हामीलाई अब गाउँघर यो कहाँ जाने बाटो होला थाहा भएन म चाहिँ हाइवे नै यहीसँग प्यारो त्यस्तो कसम भनेको तर मलाई मेरो फर्स्ट बाइक भन्दा यो सेकेन्ड बाइकसँग अब एट्याच भइसकेको छ फर्स्ट बाइक त बरु त्यति साह्रो उयो थिएन कि तर सेकेन्ड बाइक चाहिँ मेरो लागि यो बाइक चाहिँ मेरो जस्तै अब कस्तो भन्नु अब बेस्ट छ क्या मेरो लागि कस्तो भनेको म विदेश गएको दिन त रुन्छु होला यार घरदेखि टाढा भयो भनेर होइन यो बाइकदेखि टाढा हुन्छु भनेर रुन्छु जस्तो लाग्छ घरिघरि त किनभने अब मेरो पनि टुङ्गो छैन अब ब्याचलर सकेपछि पनि हुनसक्छ कि त के छ अब मुड चल्यो भने बिचमै के त युरोप लाग्दिउँला दुबई लाग्दिउँला के छ र जिन्दगी कमाउने हो खाने हो छोरीहरूलाई त अब गरिहालिन्छ नि बुढीलाई पनि त्यस्तो अब पढेर सढेर राम्रो हुनु सकेन अब भ्लगर हुँ भने पनि अब धेरै ढिलो भइगयो मान्छे हो मोस्ट अब 90% नेपालीहरू जस्तै भनौँ न विदेश गयो अब उतै फाँसियो अब राम्रो देश जानु सक्यो भने त अब बुढीसुढीसँग छोराछोरी अब आमा बाउसँग हुन्छ नत्र अब भाग्यले अब कहाँ लिएको छ लेट्स सी एक टाइममा त नेपाल आर्मी पनि धेरै उयो इन्ट्रेस्ट लागेको छ तर नै हो नेपाल त 40-50 चाहिँ के गर्नु महिनामै 40-50 थकाइरहेको हुन्छु म यत्तिकै काम नगरी खै फेरि पैसा चाहिँ म्यानेज हुन्छ कहाँदेखि के घरबाट यताउति मम ड्याड मेरो त मम ड्याड पनि बाहिर विदेश हुन्छ नि त अनि त्यो भएर त्यस्तो उयो त छैन त्यो भएर के हो यो हो कि क्या हो रोमान्टाङ यो हुनु सक्छ यही हो जस्तो लाग्यो बाटो चाहिँ नेस्टी हो यसरी कसम भनेको अर्को पालि आउँदा एडभेन्चर आएर नि यस्तो पाउँछु नि म योपालि मेरो रेगलाई म माया गर्छु र मात्रै कि एडभेन्चर किन एडभेन्चर माया गर्छु तर पनि अब यो नेकेड बाइकको यस्तो गाह्रो हुन्छ नि त एडभेन्चर बस्छ जान्छ त यो हो हाम्रो लोमान्थाङ अब यहाँदेखि हामी जान्छौँ चाइना नेपाल बोर्डर बाइ द वे म अहिले घरदेखि धेरै किलोमिटर पर छु मेरो मम्मी भ्लग हेर्दै हुन्छ भने खै कतिको थाहा भएन तर आरी पारी पूर्व पश्चिम भनौँ न